नमस्ते सम्पूर्णमा। आज पनि हिजो अस्तिको झैँ बिरामीहरूको खोजीमा म 24 कोटी आइसकेको छु। कुनै बिरामीहरू यहाँ क्यान्सर बिरामीहरू 24 कोटी आएर तपाईहरूले निःशुल्क अटो सेवा देख्नु भएन भने यो 24 कोटीको यदि तपाईहरूले त्यो निःशुल्क अटो सेवा चिन्नु भएन भने मैले लगाएको टी सर्टमा निःशुल्क अटो सेवा भनेर लेखेको छ। यही हेरेर तपाईहरू चिन्न सक्नुहुन्छ। र आज धेरै बिरामीहरू झर्ने दिन हो। आजको दिनमा म अब प्रतीक्षा गर्दैछु। हेरौँ अब आउने बसहरूमा के हुन्छ। हजुरहरूको सेवामा म हाजिर भइसकेको छु। एउटा बस आइसकेको छ काउसदी डन्डाको। अब यसबाट चाहिँ हाम्रो क्यान्सर बिरामीहरू झर्नुहुन्छ कि झर्नुहुन्न एकचोटि सोध्नु। क्यान्सर हस्पिटल है, क्यान्सर हस्पिटल निःशुल्क अटो सेवा यता। हजुर, क्यान्सर हस्पिटल निःशुल्क आउनु ल आउनुहोस् ल। यो बसबाट पनि 2 जना क्यान्सर बिरामीहरू क्यान्सर अस्पताल जाने बिरामी झर्नु भएको छ भर्खरै। अब ल आउनुहोस् बुवा, आउनुहोस् बस्नुहोस्। पैसा भाडा लाग्दैन, निःशुल्क अटो सेवा हो। ल कहाँबाट आउनुभयो तपाईँहरू? नवलपुरबाट। ए ल बस्नुहोस्। भाडा लाग्दैन, निःशुल्क। यहाँ पढ्नु न, यहाँ गन्जीमा नि लेखेको छ निःशुल्क अटो सेवा। ल बस्नुहोस्। अब उहाँहरू नवलपरासीबाट आउनुभएको रहेछ। एकजना बहिनी थियो कुरेर बसिरहेको, अर्को बसको प्रतीक्षामा थिए। त्यो बसबाट चाहिँ अहिले 2 जना झर्नुभएको छ बिरामी। अहिले लिएर जान लाग्छु यहाँ 24 कोटीबाट क्यान्सर अस्पतालसम्म। तपाईँहरूले मेरो नम्बर लानु भएको छैन र? लिएको छु अस्ति भर्खर सुनेर नम्बर लानु भएपछि आउनुभन्दा 1 घन्टा अगाडि फोन गर्नुभयो भने तपाईँले चाहिँ म 24 कोटी यहाँ सधैँ हुन्छु। तपाईँहरूले नम्बर नलाए पनि यहाँ निःशुल्क अटो सेवा कहाँ पाइन्छ भनेर चाहिँ सोध्नु भयो भने पनि अब तपाईँले चाहिँ चिन्नुहुन्छ कि। क्यान्सर हस्पिटलको 2 नम्बर गेट हो कि हामी यहाँ 2 नम्बर गेटबाट छिरेरै जान्छ है। यो क्यान्सर हस्पिटलको 2 नम्बर गेट हो, बिपी मेमोरियल क्यान्सर हस्पिटल। हामी अहिले क्यान्सर हस्पिटलमा प्रवेश गरिसक्यौँ। यो 2 नम्बर गेटबाट 3 चोटि भन्नाले एकचोटि लगायो, एकचोटि कति हो 5 कि 7 हो, 4-5 कति लाग्यो। अनि फेरि अहिले फेरि सुरु हो। यो क्यान्सर हस्पिटल आइपुग्यो। क्यान्सर हस्पिटल आइपुग्यो। 2 जना बिरामीलाई चाहिँ क्यान्सर हस्पिटल झारेर म क्यान्सरको 1 नम्बर गेटबाट बाहिर निस्किँदैछु। फेरि म 24 कोटी जाँदैछु अर्को क्यान्सर बिरामीहरूको सेवाको लागि 24 कोटी म फेरि जाँदैछु।